आज चाहिँ हामी फेरि आज नयाँ भ्लग लिएर धेरै दिन पछाडि उपस्थित भएको अवस्था। अनि आज चाहिँ हामी टक्कै दाजुभाइ खोलामा जाल खेल्न जाँदै गरेको अवस्थामा छौँ है साथी हो। अब टक्कै यो चाहिँ कहाँ हो भने देखिँदैन होइन, अब सिलसिले हो यो चाहिँ। अनि यो तल चाहिँ खोला, यहाँ चाहिँ साँगु बन्दैछ सिलसिलेको। आज चाहिँ टक्कै यहाँ चाहिँ अब फटा टोलीहरूले चाहिँ साह्रो करेन्ट लाएर माछाहरू चाहिँ सकिसक्यो होइन, करेन्ट चाहिँ लाउनु हुँदैन त्यसरी। अनि आज चाहिँ हामी चाहिँ टक्कै जाल खेल्न दाजुभाइ खोलामा गइँदैछ। हाम्रो शिव सरले भर्खर कहाँदेखि ल्याएको अरे जाल? झापादेखि जाल लिएर आउनु भएको छ हिजो चट्टै। अनि आज चाहिँ अब माछा मरे नमरे पनि त्यतिकै खोलामा मनोरञ्जन। यो चाहिँ साँगु हो, यो पारी चाहिँ ताप्लेजुङ जिल्ला हो, अनि यता चाहिँ पाँचथर हो, यो चाहिँ बोडारको खोला हो। आज चाहिँ अब जालमा चाहिँ कस्तो माछा पर्दो रहेछ त, कसरी हान्छ त पहाडमा होइन, आज कसरी खेल्छ त जाल होइन। टक्कै आज चाहिँ हाम्रो एकदम प्रोफेसनल हो क्या हाम्रो शिव सर फेरि जालको। अनि ट्याक्कै आज चाहिँ जाल खेल्ने हो। पहिला बाउहरूले चाहिँ हामीभन्दा ठुलो माछा ल्याउँथ्यो अरे, अब छोराहरूले चाहिँ माछा चाहिँ होइन भरे माछा त भेटिँदैन होला बोके पनि है। अब घन्टौके सन्टौके चेपागाडाहरू लिएर आउनेवाला हो। यो चाहिँ ताप्लेजुङ तर्ने साँगु हो। अनि यहाँ चाहिँ पुल बन्दैछ चट्टै। यो चाहिँ यो साँगु पनि कुची गएको छ अस्ति, बाढी पहिरोले हो कि बाढीले नै हो यो बिगारेको। टक्कै ढलाइ हुन आँटेको छ। अनि यहाँ चाहिँ हाम्रो जाल छ, जालदेखि महाजाल यस्तो हुन्छ हाम्रो पाहाडमा चाहिँ खोला क्या चट्टै। स्विमिङ पुलमा जानु पर्दैन क्या, स्विमिङ पुलै पुल हुन्छ। अनि च्याट्टै यो चाहिँ हाम्रो खोला हो। यहाँ त यसलाई के भन्छ, इन्द्रवती होइन इवा ए, यहाँ चाहिँ इवा खोला अरे। हाम्रो माथि चाहिँ फेदमा चाहिँ मेवा खोला भन्छ है। अनि यो बाटो चाहिँ अब एकदम पहिलाको चाहिँ गाडी नहुँदा चाहिँ खत्रै बाटो हो। पहिला चाहिँ यही बाटोबाट हिँड्थ्यो मान्छेहरू, अनि यस्तो पार्टी उदी बस्थ्यो पहिला चाहिँ भारी बोक्नेहरू। हामीले पनि एक दुईचोटि चाहिँ बोक्यो सानोमा, त्यहाँदेखि चाहिँ गाडी आयो नि त चट्टै। अनि यता चाहिँ पाँचथर हो, टक्कै हाइवे चाहिँ यहाँ माथि छ सरर हाइवे। अनि यहाँ पर चाहिँ हाइड्रो पावर छ, हाइड्रो पावरदेखि चाहिँ हाम्रो जाल हान्ने प्रोग्राम सुरु हुन्छ। गाउँहरू सरर देख्न सक्नुहुन्छ कस्तो दामी हरियाली वातावरण। यता माथि चाहिँ ताप्लेजुङ चेङथापु, पाँचथरको चेङथापु फलाइचा हिँड्ने चाहिँ पहिलाको भारी बोक्ने बाटो है यो चाहिँ। कसलाई चाहिँ याद होला, यस्तो 50 केजीको चामलको बोरा बोकेर हिँडेको। अहिले चाहिँ हिँड्दैन नि त, पारी गाडीबाट सरर हिँड्छ। खास अहिले हिँड्दैन यहाँ उति। मार्गीले एकदम तनावग्रस्त जिन्दगी। अनि पर चाहिँ हाइड्रो छ। यो चाहिँ एकदम पुरानो बाटो हो पहिलाको। यस्तोहरू चाहिँ बाटो दि साह्रो हेर्नु पाउँथ्यो होला पहिला। के को फुल भन्छ यो, सिमलको फुल। अनि यहाँ चेङथा फलाइसकेको मान्छेलाई चाहिँ थाहा होला यहाँको बाटो चाहिँ नहिनी चाहिँ बुढो भएको छैन होला। अब कति भने 30 वर्षदेखि उताको चेङथा फलाइसकेको मान्छेलाई चाहिँ लगभग यो बाटो राम्रै थाहा हुन्छ। अब अहिलेको बुढाबुढीहरू चाहिँ थाहा छैन होला।
साह्रो पऱ्यो। यस्तो बाटो थियो पहिला चाहिँ, अहिलेको बुढाबुढीहरूले चाहिँ हिँड्दैन नि त यताबाट। अनि 30 वर्ष कटिसकेको मान्छेहरूलाई चाहिँ राम्रोसँग थाहा छ यो बाटोको बारेमा। यहाँ चाहिँ यस्तो थियो। अनि हाय राम्ररी थाहा होला कतिहरूलाई चाहिँ। हाय च्याट्टै यो चौतारोमा भारी बिसाकोहरू याद होला कतिलाई चाहिँ। के भन्छ यो सह खोला होइन शिव सर, सह खोलाको पार्टी हो यो चाहिँ। अनि पहिला चाहिँ भारी बोकेर हिँड्ने मान्छे हिँड्ने बाटो यही हो नि त। चट्टै अनि खिलाभोटे भन्छ यहाँ पार चाहिँ। हामी चाहिँ तर पुग्दैन खिलाभोटेसम्म चाहिँ। टक्कै हाइड्रो पावर कहाँ छ त? यसो धरौँ खेतै खेत। है हो यो सिमल भाइरल रुख झापाको यहाँ पनि हुन थालेछ त हो नि। सिमल फुल्ने बेला यतिखेर होला तर सिमल भाइरल रुख हाम्रोतिर पनि टन्नै छ गाइस। झापा मात्र होइन हाम्रोतिर पनि छ नि भाइरल रुख। तर यो चाहिँ अलिक सानो छ, बच्चै हो नि त। यस्तो बाटो हिँड्नुपर्छ अब चाहिँ चट्टै खोलातिर जानलाई। यो चाहिँ हाम्रो के हाइड्रो हो यो? इवा हाइड्रो कति पावरको? 60 ए 7। यो चाहिँ हाम्रो हाइड्रोको इन्ट्याक हो। यहाँ चाहिँ पहिला बनिसकेको थियो। के हो त्यो चाहिँ? हो र? हाइड्रो पावरमा चाहिँ अब एकछिन भिडियो खिच्नुपर्ने हुन्छ। चट्टै स्विमिङ पुल चाहिँ अब दामी छ। पौडी खेल्नु दिँदैन अरे। पौडी खेल्नु पाए त मजा आउँथ्यो है। ओहो फेरि लतालुतु तानेर ओह्रालै लग्यो भने के होला? छ्याप्पै सुकाएको छ कि क्या हो खोला त? डटेरिका खतम गरेछ नि त हौ, खतम। हेर्नु त गाइस अब यहाँनिर अनि छैन त केही। यहीँ राखौँ होला यो त है। पारि जाने ए यो चाहिँ हाम्रो हाइड्रो पावरको इन्ट्याक। आमामामामा के हो रे भाइ साहब, सिलिपिटी छ त हौ। अनि एकदम खतम छ यस्तो हाइड्रोले चाहिँ। हेरौँ त यहाँ खोलाको नाश। अब पहिला यहाँ तलाउँदै कस्तो दामी थियो खोला, अहिले त छैन केही, भुत्लो भाङ। हाइड्रोको इन्ट्याक हो यो चाहिँ। अनि सट्टै यहाँ चाहिँ दामी स्विमिङ पुल छ। गहिरो होला। अब यहाँदेखि चाहिँ हाम्रो सुरु हुन्छ जाल हान्ने कार्यक्रम। ओ ला 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 अब जाल हान्दै हुनुहुन्छ हाम्रो शिव सरले। चट्टै
जालको बिजोक छ, बिजोक रमाइलो, बिजोक रमाइलो। जालको अब ओपनिङ। माछा अब यसको धेरैन, एक चुरुङ्गी मात्र मारे पुग्छ। अब सुरुमै पछि गइन्छ है फेरि। अब जाल कसरी हान्ने भन्ने कुरो चाहिँ अब फेरि यहाँ हेर्नु होला। माछा नभए पनि आज जाल चाहिँ ठोक्ने हो। सुरु गर्यो धेरै वर्ष पछाडि किन जाल हान्नु अलिक मजाले होला। अब हेरौँ फर्स्ट सर्टमा हाम्रो माछा कति निस्किँदो रहेछ। माछा त छैन होला के निस्किनु। आओ छ होला त चिजबिज। हेरौँ है त फर्स्ट सर्टमा कति पर्यो कि परेन। नो फिस। अब फर्स्ट सर्टमा चाहिँ परेन नि त माछा। हे तेरिका, अब यतातिर हान्नुपर्ने हो नि त, यता परतिर। यो चाहिँ हाम्रो हाइट हो, हाम्रो होइन। वान मोर शॉट, देखते हैं मछलियाँ फंस गई कि नहीं फंस गई। आज दाजुभाइ चाहिँ झट्टै जाल हान्नु हिँड्ने अरे खै। चिजो बिजो खासै भेटेला जस्तो छैन गाइज। नो फिस। ओहो पर्यो त चिजा बिजा। निस्क्यो कत्ले, निस्की निस्की। भनेपछि यहाँ पनि छैन। 3 फायर मिस गइसक्यो है। यस्तोमा त निस्किनु पर्ने हो माछा। आयो त द्वारहरू नै पुरै चेन्ज भएछ हो यहाँदेखि त। हेरौँ है त अब यहाँ चाहिँ पर्न सक्छ है माछा। धुनेपछि यहाँ पनि आएन। माछै छैन जस्तो छ द्वामा। कहाँबाट निक्लिन्छ त नि।
छैन। खोला तर आएको पर शिव सर झोला बगाएको छ मलाई चाहिँ। बाबै चाहिँ जाल हान्दैछ। पर्ने होइन के गर्नु, माछै छैन जस्तो छ खोलामा। यस्तो दिन छैन माछा, अनि के गर्ने त हौ। माछा हुनुपर्ने। ओप्पी भुरा त अनि एउटै नपर्दो रहेछ त होइन। खोलाको हालत चाहिँ एकदम बिग्रेको छ। यो चाहिँ अस्ति हाम्रो 2081 साल हो कि 80 सालको असार 2 गते खतरा बाढी आयो नि त अहिले। अनि यस्तो अवस्था छ क्या खोलाको चाहिँ। माछा त छैन त्यही पनि, आज त्यतिकै आएको रमाइलोको लागि। आज चाहिँ लुहिन केटा भनेपछि त हिँड्नु पर्यो त, तर माछा ननिस्केर टेन्सन छ। हो त्यस्तोमा हानौँ न हौ, कस्तो हो त्यो दोकानै भरिने गरी हानौँ त। पर्यो क्या हो। ओ नो, परेन माछा परेन। आमा माथि छाँगा देखिँदैन रहेछ, दामी छाँगा देखिरहेको छ देख्नु त। खोला चाहिँ यस्तो छ, माछा चाहिँ छैन, चारतिर छ। उफ, हाँस उड्दैछ खोलाको माथि माथि। एउटा चाहिँ मार्नुपर्छ है। यस्तोतिर त अलिक ठुलो ठुलो कत्ले हुनुपर्ने। च्याम
फोन गरेको थिएन यस्तो परा छ कि खोलाको बगरै बगर कुदाइ छ नासा भने भुत्लो भाङ छैन खोलै खोला तिरै तिर सौतारी हो भिरै भिर मनमा छ पिरै पिर भन्ने कसलाई बोलिरहनु है तिमी पूर्णिमाको जुन झै यात्रा हाम्रो यही नै टुङ्ग्यो है कि कसो मछली याद आई अब मरेन माछा अब जाल हान्नु सिक्नुपर्ने छ क्या म पनि चट्टै साह्रै सिङ्गल भयो नि त अब एक दुईवटालाई यस्तै जाल हान्नु सिकेर भयो भने माया जालै माया भनेर चाहिँ नपारी भएको छैन अब लौ परमेश्वर एक धार्नी आइज त एकै ठाउँबाट ए टेरिका छैन त नि माछो छैनन् पड्के अब हाम्रो चाहिँ जालमा चाहिँ माछा एकदम धेरै मरेको छ कहाँ पसेको गाँठा पनि फेरि हे तेरिका हो कति मऱ्यो भन्दा चाहिँ अब लगभग 5 केजी त हुनुपर्ने हो हेरौँ क्या त कति मऱ्यो अब एक भारी छ हुनु चाहिँ यहाँनिर होइन कति छ है ओहो वारपार छ त माछाको त चुरुङ्गी त माछै मरेन माछै मरेन यसको एक चुरुङ्गी मर्छ भनेर ल्याएको एउटा पनि मरेन अब चाहिँ च्याट्टै घर जानुपर्ने अवस्था हुन्छ त्यस पछाडि चाहिँ खोलामा माछै छैन के मर्नु किन हो ननिस्केको माछा हान्नुपर्छ जाल चाहिँ भनेर चाहिँ मलाई नै आउँदैन छोरा खोलामा भन्छ पकाउँदो रहेछ नि त होइन